generally question सोध्छु तिमीहरूलाई अनि तिमीहरूले नो भन्यो भने चाहिँ you cannot do the baptism. If you say yes, and you can do the baptism. Okay? Are you accepting Jesus Christ in your Savior and salvation in your heart? Say loudly, है मजाले भन्नु है के तपाईले ख्रीष्टलाई प्रभु आफ्नो मुक्तिदाता प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभएको सत्य कुरो हो भनेर नेपाली लेखेको छ अनि मैले इङ्ग्लिशमा पढे यिनीहरूले यस भनेर भन्नुभएको छ दोस्रोमा के छ के तपाईँ आफ्नो स्वतन्त्र इच्छाद्वारा पानीमा बप्तिस्मा लिन तयार हुनुभएको छ मैले निश्चय गरेको छु विश्वास गर्न हुनेमा मैले निश्चय गरेको छु रमाउन येशूमा मैले निश्चय गरेको छु विश्वास गर्न हुनेमा चाहिदाको बोटमा कुनै फुल नफुलोस् आज हामी नानी नाइस्मालाई उसको सो इच्छामा प्रभु येशूको सामुने है जुन आज्ञा हामीलाई दिनुभएको छ हामी नानीलाई पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा दिन गइरहेछौँ मण्डली साक्षी हुनुहुन्छ आमेन चाहे मेरो जीवनमा कुनै सुधार नहोस् पवित्र आत्माको अभिषेकले प्रभु छोरीको जीवन जसरी पानीमा डुबेर बसेको छ आज एन्ड्रुलाई फेरि पनि हामी मण्डली साक्षी राखेर हामी पिता परमेश्वर यहोवा परमेश्वर पुत्र परमेश्वर प्रभु येशू ख्रीष्ट र पवित्र आत्मा परमेश्वरको नाउँमा बप्तिस्मा दिन गइराखेका छौँ फेरि पुनः रूपमा भएर मण्डली परिवारलाई साक्षी राखेर पिता अनि पुत्र पवित्र आत्माको शक्तिमा अनि उहाँको उपस्थितिमा आज हामी सौरापलाई कसैको कर्कापमा होइन उसको सो इच्छामा प्रभु येशूको नाउँमा हामी बप्तिस्मा दिनु भएको छ के मण्डली परिवार तपाईँहरू साक्षी हुनुहुन्छ गाना गाऊ है गाना
साँच्चै नै आज निक हुँदाखेरि तपाईँ 40 दिनसम्म तपाईँ प्रभाव गर्दाखेरि तपाईँ परीक्षामा पर्नुभयो। तपाईँले त्यो परीक्षाहरूलाई चाहिँ उत्तीर्ण गर्नुभएको थियो। तपाईँले प्रार्थना सृष्टि समुद्र यो खोला प्रभु यो ठाउँ यो भूमि सबै कुरोको लागि तपाईँलाई महिमा येशू जय मसीह प्रभुलाई महिमा भएको